आदरणीय दर्शकवृन्द, विद्यार्थी मिडियाको यस श्रृङ्खलामा नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सर हुनुहुन्छ। सर, यहाँलाई स्वागत छ। धन्यवाद, नमस्कार। नेपाल शिक्षक महासङ्घको वैधानिकतामाथि प्रश्नहरू उठिराखेका छन् र हिजो जुन तरिकाको नीतिगत विषयहरूमा बहस गर्ने ठाउँमा हुन्थ्यो, आज सरकारले जारी गरेको अध्यादेशसँगै ती ठाउँहरूबाट महासङ्घको प्रतिनिधित्व नहुने भनेर भनिएको छ। यस विषयमा तपाईँको धारणा के छ? त्यो अस्ति भर्खरै 20 गते जारी भएको अध्यादेशमा शिक्षा ऐन 2028 का 9वटा प्रबन्धहरूमा परिमार्जन भएको छ। ती परिमार्जन भएका प्रबन्धमध्ये एउटा राष्ट्रिय शिक्षा परिषदमा महासङ्घको प्रतिनिधित्वलाई संस्थागत उपस्थितिलाई हटाइएको छ र अर्को जिल्ला शिक्षा समितिमा महासङ्घको जिल्ला अध्यक्षको संस्थागत प्रतिनिधित्वलाई हटाइएको छ। हजुर। तर महासङ्घको संस्थागत उपस्थितिको बारेमा केही गरिएको छैन। शिक्षा ऐनको दफा 16 को मा छ नेपाल शिक्षक महासङ्घको प्रबन्ध। त्यसकारण महासङ्घको वैधानिक सङ्कटको अथवा उपस्थितिको सङ्कटको भन्ने कुरा चाहिँ होइन। महासङ्घ जे त्यो छँदैछ। तर ती दुई ठाउँमा महासङ्घलाई हटाउनु अनुपयुक्त छ, अनुचित छ। हामी नेपाल शिक्षक महासङ्घ देशको शिक्षाको विकासको र शिक्षक कर्मचारीको हकितको प्राप्तिका पक्षमा पक्षीकरण गर्ने, पैरवी गर्ने एउटा आधिकारिक पेशागत संस्था हो। त्यसकारण राज्यले शिक्षा सम्बन्धी सरोकारका सबै ठाउँहरूमा शिक्षक महासङ्घको उपस्थितिलाई व्यवस्थित गर्नुपर्छ। अझ जहाँ अरू प्रतिनिधित्व भएका छैन ती ठाउँमा अझ राख्नुपर्छ भन्ने हामी पक्षमा छौँ। यसबारेमा हामी सरकारसँग पनि कुरा गर्छौँ। यो त महासङ्घको सैद्धान्तिक पक्ष भयो होइन। अहिले महासङ्घले मुख्य रूपमा तपाईँहरू जहाँ दबाब दिनुहुन्थ्यो, तपाईँको उपस्थिति हुन्थ्यो, त्यो दबाब दिने ठाउँबाट तपाईँहरूलाई हटाउनु भनेको चाहिँ तपाईँहरूको उपस्थिति नगराउनु भनेको तपाईँहरूको जरा काटिनु होइन? होइन, मुख्य दबाब दिने ठाउँ ती होइन। राष्ट्रिय शिक्षा परिषदको बैठक आजसम्म बसेकै छैन। आजसम्म बसेको छैन। म अध्यक्ष भएको 2 वर्ष भयो। आजसम्म त्यो परिषदको बैठकै बसेको। त्यो एउटा नन फङ्सन, कुनै खासै काम गरिराखेका निकाय थिएन। यद्यपि त्यहाँ हाम्रो प्रतिनिधित्व थियो। निकाय जुन दिन बस्थ्यो त्यो दिन हामीलाई बोलाउने प्रबन्ध थियो। जिल्लामा पनि अहिले शिक्षाका धेरै सवालहरू कमजोर भएर गएका छन्। त्यसैले त्यो धेरै कार्यकारी ठाउँको रूपमा त छैन। तर हामी त अरू छुटेका ठाउँमा समेत महासङ्घको उपस्थिति रहनुपर्छ भन्ने पक्षमा भएको हुनाले त्यो हटाउने कुरामा हाम्रो विमति छ। तर सम्बन्धित निकायसँग हामी कुरा गर्छौँ, सरकारसँग हामी कुरा गर्छौँ, मन्त्रीसँग हामी कुरा गर्छौँ। भर्खरै अस्ति हामीले मन्त्रीलाई भेट्यौँ। मन्त्रीले तपाईँ हामीहरूसँग हामी सहकार्य गरेर जान्छौँ, महासङ्घको उपस्थितिलाई हामी मान्छौँ, स्वीकार्छौँ र सहकार्य गरेर जान्छौँ भनेर भन्नुभएको छ। हामी त्यो विषयमा कुराकानी गर्छौँ अनि त्यसपछि के गर्नुपर्छ महासङ्घले आफ्नो बाटो समात्छ। खास गरी सरकारले तपाईँहरूले अत्यन्तै पोलिटिकल एजेन्डाहरूमा तपाईँहरू केन्द्रित हुने, पार्टीको दलीय झन्डाहरू बोक्ने भन्ने जो सामाजिक रूपमा पनि तपाईँहरूलाई आरोप लाग्ने गरेको छ, त्यो कारणले तपाईँहरूलाई अलिकति निष्क्रिय बनाउनतिर लगेको जस्तो देखिन्छ होइन? गलत। हामी पोलिटिकल एजेन्डा बोक्दैनौँ। पोलिटिकल पार्टीसँग हाम्रो कुनै साइ नै छैन। राजनीतिक विषयमा तपाईँले कहिले मलाई अभिव्यक्ति राखेको देख्नुहुन्न। राजनीतिसँग हामीलाई सरोकारै छैन संस्थागत रूपमा। त्यसकारण नेपाल शिक्षा महासङ्घ र राजनीतिको कुनै साइ नै छैन। त्यो कुरा गर्नु मिथ्या हो। त्यो कुरा गर्नु नितान्त गलत कुरा छैन। हाम्रो कुनै साइ नै छैन। अहिले अध्यादेश मार्फत तपाईँहरूलाई जहाँ जुन ठाउँबाट हटाउयो भने नि त, जहाँ उपस्थिति नरहने भने नि, यति हुँदाखेरि अब शिक्षक महासङ्घ के कुरामा फङ्सन गर्छ? चाहिने चाहिँ कहाँ हो खासमा? अहिले मन्त्रालयमा हामी मन्त्रालयको कुरामा छँदैछौँ। अहिले पनि थुप्रै निकायमा हामी छौँ। के अरे यो पाठ्यक्रम विकास तथा समन्वय परिषदमा छौँ, विभिन्न ठाउँमा। यो त एउटा पेशागत र दबाब समूह हो नि, पेशागत संस्था हो नि। हामी चित्त बुझेन भने हाम्रो आन्दोलन गर्ने अधिकार छँदैछ। संविधानको धारा 34(3) छ। त्यो हटाएको कुरामा हामी विमति राखेका छौँ। त्यो कुरा हामी सरकारसँग, माननीय मन्त्रीज्यूसँग भेट भयो भने सम्माननीय प्रधानमन्त्रीज्यूसँग हामी ती कुरा गर्छौँ।
ती कुराको बारेमा पनि हामी बोल्छौँ। तर महासङ्घ त यथावत छ नि, महासङ्घको अस्तित्वमा त कुनै सङ्कट छैन। नेपाल शिक्षक महासङ्घको अब औचित्य चाहिँ के हो, तपाईँहरूको एजेन्डा के हुनु अब चाहिँ? ल, जबसम्म शिक्षक कर्मचारीका माग मुद्दा रहन्छन्, तिनको उपादेयता रहन्छ, विद्यालय शिक्षा रहन्छ, तबसम्म हाम्रो औचित्य र उपादेयता रहन्छ नि, त्यो त कुरै भएन। तपाईँहरूमाथि शिक्षकहरू नै चिडाउन थालिसक्यो, महासङ्घको काम छैन कसले कहाँ एकजनाले दुईजनाले, हामी 4 लाख मान्छे छौँ, 4 लाखमा 2 जना 4 जनाले गरे अभिव्यक्तिलाई आधिकारिक नमान्नु न, त्यस्ता अभिव्यक्ति राखिरहेछ। अब कसले कुन गरेछ, म बारम्बार भन्छु नि, मलाई फर्सी खाँदा एलर्जी हुनसक्छ, त्यसको चाहिँ मेरो दोष कि फर्सीको दोष? फर्सीको दोष हो भने अरू दुनियाँले फर्सी खाइरहेको छ, उसलाई केही भएको छैन। त्यसका कोही मान्छे, कति मान्छेको त अभिव्यक्ति हेर्छु, अभिव्यक्ति हेर्दाखेरि त्यो एउटा स्वस्थ मान्छेले लेख्ने खालका लेखिरहेका हुँदैन, अनि अस्वस्थ मान्छेको बारेमा टिप्पणी गर्नु आवश्यकता छैन, त्यसमा त दया गर्नु। महासङ्घको नेतृत्व गर्नेहरूले महासङ्घलाई राम्रोसँग डोर्याएन भन्ने आरोप लाग्छ कि? होइन, आरोप लाग्न लोकतन्त्रमा पाइयो। हजुर, फेरि नेतृत्व चिरन्तन कालसम्मका लागि एउटै नेतृत्व सधैँ रहने पनि होइन। अहिले म छु, भोलि अर्को आउनुहुन्छ, त्यो विमति राख्ने मान्छेलाई पनि यहाँ नेतृत्वमा आउने ढोका खुलै छ। त्यस कारण नेतृत्वका कमी कमजोरी छन् भने नेतृत्वलाई पनि भन्न पाइयो। तर नेतृत्वको कमी कमजोरी र महासङ्घ छुट्टै कुरा हो। महासङ्घ सबैका लागि साझा संस्था हो। नेतृत्वको वस्तुगत रूपमा आएर हाम्रो आलोचना नै कसैले गर्छ भने पनि त्यो आलोचनामा हामी छलफल गर्न तयार छौँ नि, त्यो खुला छ। लोकतन्त्रमा अर्का आलोचना गर्न पाइयो, सुधारात्मक रूपले राय राख्न पनि पाइयो, तर असभ्य समाजले अपाच्य हुने ढङ्गबाट बोल्नु, अभिव्यक्ति दिनु, लेख्नु चाहिँ बेठिक हो। भनेपछि कुनै पनि संस्थाको नेतृत्वकर्ता कमजोर भयो भने त्यसको फङ्सन हुँदैन। आज त्यही अवस्था आएको हो? खोइ मलाई त्यस्तो लाग्दैन। हामी काम गरिरहेका छौँ, तर काम हाम्रा मात्रै बुतामा छैन नि। ऐन जारी गर्ने, ऐन महासङ्घले जारी गरेर जारी हुन्छ, दबाब त दिने हो नि त। तपाईँहरूले दबाब खोइ त्यत्रो आन्दोलन हामीले गर्नु, दबाब दिउँ। अहिले अब फेरि हामी छलफल गर्दैछौँ। आज त के भइसक्यो भने मन्त्रालयले तपाईँहरूको बारेमा कुनै निर्णय गर्दाखेरि तपाईँहरूको विज्ञप्ति आउन समेत 24 घन्टा 36 घन्टा लाग्ने अवस्था छ। होइन, हामी यस्तो छ, तपाईँहरू विज्ञप्ति छिटो दिनेलाई नोबेल पुरस्कारको व्यवस्था गरिएको छ भन्ने मैले कहीँ पनि देखाएको छुइनँ। हामी कुनै चिजलाई पनि, कुनै पनि घटनालाई राम्रोसँग परख नगरिकन, आन्तरिक छलफल र विमर्श नगरिकन वक्तव्य दिँदैनौँ। वक्तव्य 2 घन्टा अघि आउनु, 2 घन्टा पछि आउनु, 1 दिन अघि र पछि आउनुले केही अर्थ राख्दैन। तर स्थितिलाई राम्रो आकलन नगरिकन बोल्ने गरियो भने चाहिँ त्यसले संस्थालाई बिगार्छ। हामी त्यस्तो कमजोरी गर्दैनौँ, हामी छलफल गरेर निर्णयमा पुग्छौँ। सरकारले त प्रष्ट के भनेको छ भने सरकारको कुनै पनि निर्णयहरूमा अवरोध गर्छन् भने सरकारले त्यो अनुसार एक्सन गर्छ भनेको छ। होइन, अब शिक्षक महासङ्घ खारेज गर्यो भने के हुन्छ? पत्रकारिताका तर्फबाट बोल्नु भएको कि सरकारको तर्फबाट? यहाँ त म जर्नालिस्ट हो, मैले त त्यस्तो लेखा भेटेको छैन, मलाई देखाइदिनु न सरकारले लेखा त्यस्तो। सरकारले भनेको छ यो कुरा। खोइ मलाई थाहा छैन। सरकारले कसैले सरकारको काम कारबाहीहरूमा अवरोध गरेको खण्डमा त्यो एक्सन लिन्छ भनेको छ। हामीसँग जोडिएका कुरामा बोल्ने अधिकार हामीलाई संविधानले दिएको छ। हजुर, नेपालको मौजुदा ऐन कानुनले दिएको छ, त्यो कुरामा बोल्छौँ। बाँकी कुरामा सरकारसँग हामीलाई कुनै सरकारै छैन नि। सरकारको काममा हामीलाई बाधा दिनु पनि छैन, हामीलाई सरकार पनि छैन। हामीसँग जोडिएको विषयमा बोल्ने अधिकार हामी राख्छौँ, त्यो कुरा हामी बोल्छौँ। अहिले यो अध्यादेश मार्फत तपाईँहरूमाथि जुन निर्णय भएको छ त्यसबारेमा तपाईँहरू के गर्नुहुन्छ अब? होइन, त्यो त मैले भनिसकेँ त, हामीले त्यो कुरामा विमति राखेका छौँ। हजुर, अब हाम्रो अबको कदम के हुन्छ, हामी कसरी जान्छौँ भन्ने छलफलको फेजमा छौँ। अहिले एउटा मैले यसो गर्छु भनेर छलफलभन्दा अगाडि भन्नु उचित हुँदैन। शिक्षक महासङ्घ खारेज हुँदैन भन्ने तपाईँ विश्वस्त हुनुहुन्छ? कसरी हो त? 16 गक चलाएकै छैन। चलायो भने के गर्नु? चलायो भने हामी प्रतिरोध गर्छौँ नि, आन्दोलनमा जानुहुन्छ? आन्दोलनमा जान्छौँ। अरू कानुनी उपचारहरू छन्। राज्यको निकाय, राज्य भनेको त विधि पद्धतिबाट चल्नु पर्यो, त राज्य सञ्चालकले झन् विधि पद्धति मान्नुपर्छ। तर अहिले कपोल कल्पित कुरामा, हुँदै नभएको कुरामा यसो भयो भने यसो गर्छु भनेर भने, पहिरो गयो भने के भन्नुहुन्छ भनेर सोध्नु भने त्यो आवश्यक छैन त्यस्तो उत्तर दिनु। अब अन्य कुराहरूमा जस्तै अहिले सरकारले जो नियमावलीहरू परिवर्तन गर्ने क्रममा छ त्यस कुरामा तपाईँहरूको धारणा के छ? हामीले हाम्रो धारणा सुझावको रूपमा दिइसकेका छौँ।
अस्तिको विज्ञप्ति मार्फत? विज्ञप्ति मार्फत होइन, सुझावै छुट्टै लिखित सुझावै दफा कोड गरेर लिखित सुझाव दिएको छ। के कुराहरूमा के सुझाव दिनुभएको छ? थुप्रै छ, त्यो लामो छ, त्यो अहिले छोटो रूपमा जस्तै तपाईँ सर्टकटमा भन्दाखेरि जस्तै शिक्षा ऐनको कुरा, तपाईँहरूको पेसागत नियमावलीमा ऐनको सुझाव दिने त्यो मूर्ख त हामी गर्दैनौँ। नियमावली र ऐन छुट्टै हो भन्ने शिक्षकहरूलाई थाहा छ। हजुर, हामीले नियमावलीसँग जोडिएका शिक्षकको बढुवाको विषयदेखि लिएर सरुवाको विषयदेखि लिएर थुप्रै विषयमा त्यो विषय भने तपाईँलाई 1.5-2 घन्टा लाग्छ सबै विषय भने। अहिले यो पछिल्लो चरणमा अलिक बढी उठेको भनेको शिक्षकको सरुवाको र यो बढुवाको विषय त्यो उठाएको छ। यो चाहिँ के हुनुपर्छ हिजोको भन्दा के कुरामा परिवर्तन? सरुवाको कार्यविधि खारेज गर्यो भने केही समस्या आउँदैन। खारेज गरिदिँदा हुन्छ? गरिदिँदा हुन्छ। हामी त खारेजकै पक्षमा हो। खारेज गर्न सक्नुहुन्न भने परिमार्जन गरौँ भनेर भनेका छौँ। अब नियमावलीले पनि अहिले प्रस्तावित नियमावलीले पनि त्यसमा केही परिमार्जन गरेका छ, सकारात्मक परिवर्तन गर्न खोजेको छ, प्रस्तावित भएको छ। मन्त्रालयबाट प्रस्तावितै नियमावलीको प्रस्तावले पनि त्यसमा केही सुधार गर्न खोजेको छ। त्यो सुधारलाई हामी सकारात्मकै लिन्छौँ। अरू थप सुधारका हामीले केही सुझाव दिएको छौँ। खारेज गरिदियो त अति राम्रो। अब अहिले यो विद्यालय शिक्षा ऐन ल्याउनु पर्ने बेलामा भनौँ त्यसमाथि छलफल हुनुपर्ने बेलामा सरकारले नियमावलीको कुरा गर्यो होइन, नियमावलीमा आएर सरकार फङ्सनमा लाग्न थाल्यो। शिक्षा ऐनको बारेमा तपाईँहरूको कुरा के छ सरकारमा? ऐन चाँडोभन्दा चाँडो ल्याउनुपर्छ भनेर हामी बोलिरहेका छौँ। हजुर, अब हामी ल्याउने प्रयत्नमा छौँ, हामी गर्छौँ, तर अहिले तुरुन्तै ऐन आउने अवस्था छैन भनेर माननीय मन्त्रीज्यूले भन्नुभएको छ। हजुर, ऐन आउन मस्यौदा बन्नु पऱ्यो, मस्यौदा संसदमा पेस हुनु पऱ्यो। प्रक्रियागत समयको कुरालाई त हामी कसैले नकार्न सक्दैनौँ। अनि तर केही समस्यालाई नियमावली मार्फतै सम्बोधन गर्छु भन्दाखेरि त्यसलाई हामीले सकारात्मकै लिनुपर्छ। अब अन्त्यमा अहिले यो शिक्षा मन्त्रालयले जे कार्यहरू गरिराखेको छ, थुप्रै क्षेत्रमा कामहरू गरिराखेको छ होइन, जो तपाईँहरूसँग असम्बन्धित कुरा छन् त्यो बाहेक तपाईँहरूसँग सम्बन्धित कुराहरूमा सरकारलाई के सुझाव दिन चाहनुहुन्छ? धेरै कुरा भन्दिनँ। हजुर, शिक्षा सम्बन्धी हरेक सवालमा हामीसँग सहकार्य गइयो भने हामी पनि उचित कुरा उठाउँछौँ जहिले पनि। हजुर, त्यो मन्त्रालयको काम पनि सहज हुन्छ, हाम्रो काम पनि सहज हुन्छ। त्यसैले म आह्वान गर्छु सबै विषयहरूमा सहकार्य गरौँ, संवाद गरेर अघि बढौँ। हस्, धेरै धेरै धन्यवाद।